यो चाहिँ देख्नु हुँदैछ नि काँक्राको बोट हो। हेर्नुहोस् यो फलेकै यति मजाले फलेको छ कि। र यो चाहिँ हाम्रो कान्छा काका अनोक काकाको बारी हो र उहाँको चाहिँ हात एकदमै मलिलो छ क्या। यो फलफुलदेखि लिएर नि सागसब्जीहरू यति मजाले लाउनुहुन्छ कि यति मजाले अब फस्टाएर जान्छ कि। र हेर्नुहोस् नि काँक्रा फलेको यहाँ हेर्नुहोस् त यहाँ हो। र यस्तो गरेर ऊ माथि हो। र यो चाहिँ अब म काँक्रा चाहिँ म टिप्दैछु हो। त्यो काँक्रा चाहिँ म एकदम टिप्ने पक्षमा छु। यहाँ हेर्नुहोस् नि हेर्नुहोस् ल। अब यसलाई चाहिँ टिप्दा चाहिँ यसो गर्नुपर्छ नि फेरि घुमाउनुपर्छ अरे के। प्योर अर्ग्यानिक। अब यो चाहिँ खासमा चाहिँ अब धुइधा गरेर मात्रै खानुपर्ने हो। तर म अझलाई नदिई खाँदैछु किनभने कि अघि बिहान पाकासम्म चाहिँ पुरा पानी परेको नि त। पुरा पानी परेको थियो त्यसले गर्दा यसलाई धुनु जरुरत छैन हो। यो चाहिँ एकदम प्योर अर्ग्यानिक र मैले खाइहाल्छु ल। अलि मिठो अझै मिठो। तपाईँहरू पनि खानु त लाने है। र मलाई अब काका ससुराले चाहिँ एकदमै अर्डर दिएछ खानुहोस् चाहिँ गएर खानुहोस् भनेको छ नि त। त्यसले गर्दा म चाहिँ एकदमै खुसी आएर चाहिँ खाँदैछु हो। दामी प्योर अर्ग्यानिक एकदम। गरम पनि यति बिग्न छ यहाँ चाहिँ हाम्रो र अब माथि र यहाँको मिल्दैन टेम्परेचर हो। हाम्रो चाहिँ यहाँहरू चाहिँ अलिकति ठन्डै हुन्छ नि त। त्यसै गरेर अब बिहान पाएको चाहिँ अब अलिकति चिसै थियो र अहिले चाहिँ एकदमै गरम छ हो। र गरममा अब यो एकदम शीतल चिसो एकदम फ्रेस काँक्रा हो खाँदा एकदम आनन्द फिल भइरहेको छ साथीहरू। कमेन्टमा लेख्नुहोस् है तपाईँहरू के कस्तो लाग्यो हो। ल मन पऱ्यो अवश्य लाइक कमेन्ट गरिदिनुहुन्छ भन्ने आशा राख्दै हजुरहरू बिदा पाउनु। बाई टेक केयर।